Hey guys, welcome to my new vlog. नमस्ते आज हामी यहाँ मकै भुट्न लगाइरहेको छौँ मकै घरमा घरको पनि पड्केर पनि पनि भएको छ यहाँ नाङ्ला पनि छ हेर्न सक्नुहुन्छ मकै चाहिँ धेरै भुटाएन यो शुद्ध 4 घान मात्रै मकै भुटेको अब यो त चलाउनै मिल्दैन भोरी भइसक्यो अब मलाई झिक्नु त्यत्तिकै गाह्रो हुन्छ है यो खस्दै खस्दैन झिक्दाखेरि हेर्नुहोस् त अब यो झर्दै झर्दैन यो झऱ्यो अघि त नझऱ्यो पुरै बन्द भएर बसेको थियो कि हेर्नु त मकै हजुरहरूलाई मनपर्छ भने कमेन्ट गर्नु कता पोल्यो 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 कति धेरै पुखिया छ यो पड्केर झरेको सबै मकै चाहिँ सबै पड्केर भाँडामै रहेछ टाँसेर बसेको छ आधी मकै भाँडामै छ हेर्नु है कहिले पनि निकाल्छु फेरि टाँसेर धेरै भयो कि कति धेरै फुल उठेको ल मकै खाना आउनु ल हजुरहरूलाई पनि मनपर्छ भने है हाम्रो चाहिँ अब यो हिउँदको लास्ट मकै हो कि अब चाहिँ भुटिँदैन टन्नै छ मकै भटमास पनि छ अर्को अलौटा मकै पनि भुट्न बाँकी छ अनि वा पनि भुट्न बाँकी छ यो चाहिँ मुरली मकै हो यहाँ छ वा यहाँ छ अर्को मकै हाम्रो चाहिँ यस्तो फोहोर भइराखेको छ घरमा होइन अब यो चाहिँ भोलि स्याटरडे छ हामी सफा गर्छौँ नि त त्यो भएर आज चाहिँ मजाले टाइम निकालेर भुटेको भोलि सफा गर्नलाई सजिलो पनि हुन्छ हाम्रो छुट्टीको दिन हो हजुरहरू पनि आउनु ल हाम्रो घरमा छुट्टी मनाउनु मकै खानालाई है मकै भटमास खानालाई थ्याङ्क यू सो मच हाम्रो भिडियोलाई लाइक कमेन्ट पनि गर्नु होला है थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू सो मच त अब हाम्रो यहाँ भ्लग सिद्धिन्छ अनि हाम्रो च्यानललाई प्लिज लाइक सब्सक्राइब सेयर गर्नु होला आजको लागि थ्याङ्क यू बाई